गम्मै अँगालो हालेर रुन थाले बिचारी भुन्टी आफूलाई पहिला माग्न आएको केटासँग। हो दशकौं यता जब बिचारी भुन्टीलाई थाहा हुन्छ कि अस्ति मसँग थोकिने केटा मेरो भूपेन्द्रसँग बिहे हुनुभन्दा अगाडि नै उहाँ नै मलाई माग्न आउनु भएको केटा रहेछ भन्ने कुरा थाहा पाउँछन् र मैले त्यतिखेर तपाईँ र तपाईँको बुढो बुवालाई लखेटेर ठुलो गल्ती गरेको रहेछु भनेर आँखाभरि आँसु भरी माफी माग्छन् र त्यो केटाले बिचारी भुन्टीलाई सोध्छन्, हजुरले त म बिहे नै गर्दिन भन्नुहुन्थ्यो तर बिहे गर्नुभयो, तर तपाईँको अनुहार हेर्दाखेरि खुसी हुनु न जस्तो छ भनेर भनेपछि बिचारी भुन्टीले भने आफूमाथि भएको हेला अत्याचार भएको सारा कुरा भन्छन् र त्यहाँबाट जाने क्रममा भने त्यो केटाले भुन्टीको हात पक्रेर बिचारी भुन्टीलाई आफ्नो अँगालोमा बाँधिन्छन् र दुवैजना भने एकअर्काको अँगालोमा बाँधिन्छ। के यो साँच्चीकै हो त? के भुन्टीले आफ्नो श्रीमान भूपेन्द्र बाहेक अरू कुनै परपुरुष केटालाई अँगालोमा यसरी बाँधिन्छ त? के होला त वास्तविकता? के भएको थियो त गएको एपिसोडमा? आज यसैबारे छोटो मिठो चर्चा गर्नेछौँ, सो भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। र यदि तपाईँहरू पनि भुन्टी सिरियल मनैदेखि मन पराउनुहुन्छ र हप्ते पछि नछुटाइ पनि हेर्नुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरी जनाउनुहोला। दशमी जब यता ससुरा बुवाले घरबाट भुन्टीलाई निकालेपछि बिचारी भुन्टी भने केही कदम अगाडि बढेर फेरि आफ्नै बुढाको घर फर्केकी छिन्, किनभने भुन्टीले कसम र बाचा गरेकी छिन् कि मेरो श्रीमान जबसम्म पूर्ण रूपले ठिक हुँदैन तबसम्म म उहाँको ख्याल वास्ता गरिरहेछु भनेर कसम खाएकी छिन्। त्यही भएर भुन्टी फर्केकी हुन्। यता बिचारी भुन्टीलाई आफ्नो जेठाजु र ससुराको नजरबाट कसरी खसाउने र कसरी नराम्रो मान्छे बनाएर र यो घरबाट सदाको लागि निकाल्नको लागि यता भुन्टीको जेठानी र देउरानी मिलेर दुवैजना भने भुन्टीलाई निकाल्ने षड्यन्त्र रचिरहेका छन् भने यता अन्तिममा भने बिचारी भुन्टी परपुरुष केटाको अँगालोमा बाँधेकी छिन्। अब के हुन्छ होला र के हुन्छ होला जब यो कुरा भुन्टीको जेठानी र देउरानीले थाहा पाएपछि? र के यो साँच्चै हो त या त यो सबै त्यही केटाले सपना अथवा सम्झेको त होइन? तपाईँलाई के लाग्छ तल कमेन्ट बक्समा भन्नुहोला। र यदि तपाईँले पनि भुन्टी सिरियल मनैदेखि मन पराउनुहुन्छ र हप्ते पछि नछुटाइ हेर्नुहुन्छ र भुन्टीलाई साथ सपोर्ट माया पनि गर्नुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरी जनाउनुहोला र भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद।